उकेमिकेको मूल प्रयोग हेर्नुस् है के रहेछ त उकेमिकेको सबैभन्दा मुख्य प्रयोग भनेको फेरि यहाँ एकचोटि म दिदैछु कसैले मलाई केही गर्यो भन्ने अर्थमा कसैले मलाई मैले कसैलाई गरेको हैन हैन मैले मेरो लागि पनि गरेको हैन अरु कसैले मलाई गर्यो हैन त्यो बेलामा चाहिँ हो है अब यहाँ हेर्नुस् त सामान्यमा सेन्सेई वा वातासी वो होमेमासिता है शिक्षकले मलाई प्रशंसा गर्नुभयो नै भयो भने तल हेर्नुस् त यो सेन्सेई वा वातासी वा सेन्सेई नि होमे रारेमासिता ल हेर्नुस् त के भयो त अघि जो जसमा काम हुन्छ उसमा चाहिँ वा पार्टिकल लाइन्छ र जसले काम गर्छ उसमा चाहिँ नि पार्टिकल लाइन्छ भन्थ्यो क माथि काम भइरहेको छ भन्दा वातासी म माथि कसले गरेको भन्दा सेन्सेईले गरेको छ है म शिक्षकबाट प्रशंसा पाएको छु शिक्षकद्वारा प्रशंसित भए भनेर यसरी बुझ्नु पर्यो है सरले मलाई प्रशंसा गर्नुभयो सरद्वारा म प्रशंसित भए रामले भात खायो रामद्वारा भात खाइयो हैन रामले बुक पढ्यो रामद्वारा बुक पढियो हो यो कुरालाई बुझ्नु है कर्म वाच्य हैन अब यहाँ हेर्नुस् त यो चाहिँ नकारात्मकमा पनि प्रयोग चाहिँ हुन्छ हैन केही नराम्रो कुरा भयो भने भन्ने खालको कुराहरुमा है त्यो नराम्रो कुराको भावना सहित हामीले प्रयोग गर्न सक्छौं कसरी गर्न सक्छौं भन्दा इनुगा वातासी नो तेओ खामीमासिता खामी तपाउनु हैन खामीमासिता टोक्नु हैन कुकुरले मेरो हात टोक्यो भन्ने भयो भने यसलाई हामीले तल लगेर हेर्ने हो भने के देखिन्छौं त यहाँ वातासी वा इनुनी कसले काम गर्यो कुकुरले कसलाई मलाई हैन वातासी वा इनुनी तेओ खामारेमासिता हामीले उकेमीमा लान सिकिसकेका छौं खामारेमासिता कुकुरद्वारा हात टोकियो माथिको के छ कुकुरले हात टोक्यो तल के छ कुकुरद्वारा हात टोकियो रामले भात पकायो रामद्वारा भात पकाइयो इजी छ के छैन त्यस्तो गाह्रो है अलिकति यहाँ पनि हेर्नु भने दारेखागा दोआ हो आकेमासिता कसैले ढोका खोल्यो हैन कसैले ढोका खोल्यो भने दोआगा आकेरारे मासिता ढोका खोलिएको छ ल यो भयो हेर्दै जानुस् अब एउटा याद राख्नुस् है एउटा कुरा है यहाँ हेर्नुस् त याद राख्नुस् त एक्टिभ भर्ब एक्टिभ सक्रिय र प्यासिभ चाहिँ निष्क्रिय कोदोमोगा इनुवो आराइमास भनेको बच्चाले चाहिँ कुकुरलाई नुहाइदिन्छ धोइदिन्छ भनेर भनेको हैन भनेपछि यहाँ इनुगा इनुवा पार्टिकल है इनुवा कोदोमोनी आरावारे मास कसले काम गर्यो कोदोमोले काम गर्यो कसलाई काम गर्यो कुकुरमाथि काम गर्यो हैन इनुवा कोदोमोनी आरावारे मास हैन कुकुर बच्चाद्वारा धोइन्छ माथि के थियो बच्चाले कुकुर नुहाउँछ धुन्छ भन्ने तल चाहिँ के थियो कुकुर चाहिँ बच्चाद्वारा धोइन्छ बस यति नै छ सिम्पल छ हैन मलाई लागिसक्यो तपाईहरुले बुझिसक्नु भयो है ल एक्टिभमा कर्ताले काम गर्छ एक्टिभ भर्बमा कर्ताले काम गर्छ भने प्यासिभ भर्बमा कर्ता माथि काम हुन्छ यो पनि एउटा विशेष पोइन्ट हो तपाईहरुलाई याद गर्नु होला एक्टिभ मा कसले काम गर्छ कर्ताले नै काम गर्छ सब्जेक्टले नै काम गर्छ भने प्यासिभ मा चाहिँ सब्जेक्ट माथि काम हुन्छ है ल प्यासिभ फर्म प्रयोग गर्नुको उद्देश्य हेर्नुस् त प्यासिभ फर्म प्रयोग गर्नु भनेको के हो त फेरि पनि म तपाईहरुलाई भन्दैछु है विशेष नोटहरु याद गर्नु होला मैले होइन अरु कसैले मेरो वा अरुको माथि काम गरेको हो भनेर जनाउने तरिका हो फेरि बुझ्नुभयो नि मैले होइन अरु कसैले मेरो वा अरुको माथि काम गरेको भनेर जनाउने तरिका हो मैले होइन है मैले गरेको होइन अरु कसैले मेरो वा अरुको माथि तपाईले म माथि काम गर्नुभयो भने मैले भन्ने त्यसरी है तपाईले भन्ने त फेरि प्लेन फुचुमै भन्ने हो हैन त्यो बेलामा चाहिँ भन्ने तरिका चाहिँ के हो उकेमिकेले भनिन्छ जस्तै म शिक्षकद्वारा बोलाइए भने है वातासी वा के भयो त सेन्सेई नि यो बारे मासिता यो अघि पनि मैले भनिहाले तपाईले बुझिसक्नुभयो हैन मेरो नाम सबैले थाहा पाए है वातासी नो नामाए वा मिन्नाने शिरासेतेइमास यसरी भन्न सकिन्छ है
छोटकरीमा याद गर्नुस्। यो हामीले चेन्ज गर्ने तरिका त हामीलाई थाहा छँदैछ है। उलाई आरेरु, रुलाई रारेरु, सुरुलाई सारेरु र कुरुलाई कोरारेरु, यो त हामीलाई आउँछ नि हैन। यो के भनेको त भन्दा यो चाहिँ उरु भनेको चाहिँ उ भनेको चाहिँ फर्स्ट ग्रुपको, रु सेकेन्ड ग्रुपको, सुरु थर्ड, यो लास्ट ग्रुपको थर्ड ग्रुपको लागि चाहिँ कोरारेरु है। हस् त तपाईहरुले बुझ्नुभयो होला भन्ने मलाई लागिरहेको छ। प्यासिभ फर्ममा अलिअलि उकेमी केहीमा अलिकति अप्ठ्यारो जस्तो मानिराख्नु भएको थियो हैन। मैले एकदमसँगले नेपालीमा बुझाउने प्रयास गरेको छु। बुझ्नुभयो होला। भिडियो पज गरेर हेर्नु होला अथवा पटक पटक हेर्नुभयो भने आनन्दले बुझ्नुहुन्छ, सजिलै छ है, त्यस्तो केही छैन। प्यासिभ फर्म भनेकै के हो त भन्ने कुरामा जानु न पहिला। प्यासिभ फर्म भनेकै के हो त? के हो प्यासिभ फर्म? उकेमी केही भन्नाले यस्तो वाक्य हो जहाँ कसैले मलाई केही गर्छ, कसैले मलाई केही गर्छ हैन भन्ने कुरा जनाउँछ क्या। मलाई केही गर्छ, तपाईलाई केही गर्छ क्या, त्यो बेलामा तपाईले भन्नु पर्यो। अर्थात् क्रियाको कार्य अब्जेक्ट सब्जेक्टले होइन, कर्ताले होइन, जो काम गर्ने व्यक्ति छ उसले होइन, अरु कसैले कर्तामाथि काम गर्छ भने चाहिँ त्यो बेलामा चाहिँ प्रयोग गर्ने क्रिया हो है त, भर्ब हो है त। र तपाईहरुले यस भिडियोमा दिएको कुराहरु तपाईहरुले नोट गर्नुभयो भने यहाँ विशेष नोटहरु मैले गरिदिएको छु। कसैले मलाई केही गर्यो भन्ने अर्थमा प्रयोग गरिन्छ हैन। हो त्यस्तै अरु पनि छ यहाँ। मैले होइन अरु कसैले मेरो वा अरुको माथि गरेको कामलाई उकेमी केहीले भन्ने गरिन्छ हैन। यो पोइन्टहरु चाहिँ हजुरहरुले याद गर्नु होला है त। भिडियो कस्तो लाग्यो अनि कमेन्ट पनि गर्नु होला है। क्लासमा र यहाँ फरक लाग्यो कि के लाग्यो कमेन्ट गर्नु होला ल। हस् त, धन्यवाद।